back to my channel. म चाहिँ अमिना मुखिया हो। मेरो YouTube च्यानलमा चाहिँ जुलिया ब्लग भनेर छ र आज चाहिँ मैले माछाको रेसिपी लिएर आएको छु हजुरहरुको समक्षमा। र तपाईहरुले लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्, शेयर गरिदिनुहोस्। हस्, यो माछा चाहिँ मैले म्यारिनेट गरेको, तर यसमा चाहिँ मैले के हालेको छु भन्दा पहिला माछालाई धोए, त्यसमा मैले हर्दी हाले, नुन हाले, अलिकति तेल हालेर चाहिँ मैले एकदम उयो गरिकिन मोलमाल बनाएर राखेको छु र यसरी फ्राई गरेको छु है। मैले माछा फ्राई गरिसके। यो अब माछाको मसला पकाउँदै छु। यो मसलामा चाहिँ मैले के हाले भन्ने चाहिँ सिम्पल तोरी पिसेर हाले, जिरा पिसेर हाले, अन्त प्याज पिसे हो, अन्त उयो लसुन, अन्त यो कलरको लागि चाहिँ रङ खोर्सानीहरु हाल्नु हुँदैन, मन पर्दैन, अन्त सुक्खा खोर्सानी पिसेर हाले हो। अन्त अब यो ग्रेभी पाकेपछि चाहिँ माछा टकटक डुबाए खाए। हेलो साथीहरु, मेरो चाहिँ अब रेडी भयो। अब चाहिँ हामीहरु अब बेलुकाको डिनर खान आँटेको।